म्याम आफ्नो परिचय र यो अहिलेको मत परिणामको बारेमा केही दुई शब्द भनिदिनु। नमस्कार, म यो राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्लाको जिल्ला कार्यवाहक सभापति र अहिलेको यो मत परिणामले जनताको जित भएको महसुस गरेको छौँ हामीले। यो मत परिणाम पुराना राज्य सत्ताले जनतामाथि गरेको दमनको आवाज हो। यो अहिले हामी हिमाल पहाड तराई केही नभनिकन एउटा विशुद्ध नेपाली भएर यो अभियानमा लागेको छौँ। यो अभियान र मधेसलाई जुन यिनीहरूले बदनाम पैसाको खेती गरेर चुनाव जित्न सक्छु भन्ने भरम थियो, त्यो भरमलाई मधेसको जनताले यसपालि यो भरम पनि चिर्दिनु भएको छ र यो विजय हाम्रो जनताको विजय भएको महसुस गरेको छौँ। र यो असत्य र सत्यको लडाईँ थियो र दुःख भए पनि पीडा भए पनि जसरी भए पनि सत्यले जितेको महसुस गरिरहेको छौँ। र पर्सा जिल्ला हामी चारै क्षेत्रमा विजयको झण्डा गाड्ने तयारीमा छौँ। 1 र 2 ले त गाडिसकेको छ, 3 र 4 मा पनि हामी धेरै नै अगाडि छौँ। यो विजय जनताको उत्सवको रूपमा लिएको छौँ र एउटा म पर्सा जिल्लाको कार्यवाहक सभापति भएको नाताले पर्सा जिल्लाको जनताले हामीलाई ठुलो जिम्मेवारी काँधमा हालिदिनु भएको छ र हामी यो जिम्मेवारीलाई कसरी अब सहज तरिकाले जिम्मेवारी निभाउँछौँ भन्ने तर्फ छौँ र हृदयदेखि पर्सावासी आमा बुवा दाजुभाइ दिदीबहिनीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार।